एक दुईवटा तपाईँका यी झिना मसिना क्वेसनहरू जुन तपाईँको दिमागमा सताइरहन्छ र पढ्न मन लाग्दैन। भ्याकेन्सी कहिले खुल्छ, किन खुल्नु पर्यो भ्याकेन्सी, तपाईँ पास हुन इलिगल हुनुभएको छ भने मात्रै भ्याकेन्सीको चिन्ता गर्नुहोस्। पढेको छैन केही पनि, राम्रोसँग लेख्न आउँदैन, अनि नोट बनाउनु भएको छैन, पढ्नु भएको छैन, तपाईँले पढाइलाई अहिले नै पास गर्छु भने आत्मविश्वास छैन, तपाईँ भ्याकेन्सीको चिन्ता गर्ने, यस्तो कुरा गर्ने, यस्तो कुरा दिमागमा ल्याएर पढ्न चाहिँ तपाईँले डिमोटिभेसन हुने, यो कुरा आजै छोडिदिनुहोस्। दोस्रो कुरा, कहिले खुल्छ, त्यो कहिले खुल्छको चिन्ता तपाईँको होइन क्या, कहिले खुल्ने बित्तिकै पास हुन्छ हुँदैन त्यो चिन्ता हो नि त। भदौमा भ्याकेन्सी खुल्नु तपाईँ पास हुनुहुन्छ, भोलि भ्याकेन्सी खुल्नु तपाईँ पास गर्ने आत्मविश्वास छ कि छैन तपाईँको? छ भने ठिक, फाइन, सलाम। छैन भने त पढ्नु पर्यो नि त। त्यही भएर भ्याकेन्सीको कहिलेको डेटको चिन्ता नगर्नुहोस्। तर अब यति भनिरहँदाखेरि कहिले खुल्छ भन्दा दसैँ पछाडि खुल्छ भ्याकेन्सी, कहिले एक्जाम हुन्छ नि त माघमा एक्जाम हुन्छ, कहिले रिजल्ट आउँछ भन्दा जेठमा रिजल्ट आउँछ। सबै कुरा सामान्य रह्यो भने, असामान्य त मैले फोरकास्ट गर्ने कुरो हुँदैन। तपाईँलाई मङ्सिरमा थाहा थियो पुसमा कोरोना आउँछ भनेर? थाहा थिएन नि त। कसलाई थाहा थियो होला विश्वमा? यस्तो अनिश्चितताको कुरामा 100% प्रिडिक्सन मिल्छ? मिल्दैन नि। के मिल्छ? पढ्ने कुरा मिल्छ क्या। तपाईँलाई कसैले पढ्न रोक्छ? जागिर खान्छु भनेर 1 वर्षमा नाम निकाल्छु भनेर सोचिरहनु भएको छ भने पढ्नुहोस् न, भ्याकेन्सी त खुलिहाल्छ नि, खुलेपछि तपाईँको नाम पनि निश्चित छ। अब अरू कुरा के छ तपाईँको चिन्ताको विषय? पढ्न मन लागेन? पढ्न मन लागेन भने पढ्न थाल्नुहोस् न, मन लागिहाल्छ नि। पढ्नै नथालिकन पढ्न मन लाग्छ यार? किताबै नपढ्लाइकन पढ्न मन लाग्छ तपाईँलाई? पढ्न थाल्नुहोस्, हप्ता दिनभित्र मन लागेर नि मलाई भन्नुहोस् न। आज पढ्नुहोस्, भोलि पढ्नुहोस्, पर्सि पढ्नुहोस्, त्यो मन पनि दिक्क हुन्छ क्या। फेसबुक तपाईँलाई किन हेर्न मन लाग्छ? हेरेको हेरै गर्नुहुन्छ, त्यही भएर हेर्न मन लागेको। चुरोट खानलाई किन खान मन लाग्छ? खाएको खाइ गर्छ, त्यही भएर खान मन लागेको क्या। 15 दिन 1 महिना ग्याप राखोस् त त्यसले त्यो चुरोट खानै छोड्छ त्यसले। यो लत हो नि, पढ्ने पनि लत हो। तपाईँलाई पढ्दाखेरि निन्द्रा लाग्छ, कसैलाई नपढ्दाखेरि निन्द्रा लाग्छ। डिपेन्ड्स अपन ह्याबिट। व्हाट इज ह्याबिट? ह्याबिट मिन्स जुन कुरा नियमित रूपमा गरिन्छ, द्याट इज ह्याबिट है। अब अर्को कुरा, कलेजसँग जुझ्छ। अहिले थाहा छ तपाईँलाई जुझ्छ भनेर? जुझ्छ होला भन्ने हो नि त। जब प्रिडिक्सन गर्नुहुन्छ भने नेगेटिभ प्रिडिक्सन नगर्नुहोस् क्या। प्रिडिक्सन गर्नुहुन्छ भने पोजिटिभ प्रिडिक्सन गर्नुहोस्। नाम निक्लिँदैन होला, त्यो त जसले पनि प्रिडिक्सन गर्छ नि। नाम निक्लिन्छ भन्ने प्रिडिक्सन गर्नुहोस् न। एक्जाम जुत्दैन भन्ने प्रिडिक्सन गर्नुहोस् न। मेरो भविष्य राम्रो छ भन्ने कुरा प्रिडिक्सन गर्नुहोस् न। मेरो भविष्य डामाडोल छ, फ्रस्ट्रेसन छ, डिप्रेसन छ, यो प्रिडिक्सन गर्ने तपाईँलाई यो अधिकार छैन। तपाईँलाई बाँच्ने अधिकार छ, मर्ने अधिकार छैन। थाहा छ तपाईँलाई? कानुनमा काहीँ छ मर्ने अधिकार? छैन नि। बाँच्ने अधिकार छ, सम्मानपूर्वक बाँच्न पाउने हक भनेर संविधानमा लेखेको छैन? त्यही भएर नेगेटिभ कुरा गर्ने अधिकार तपाईँलाई छँदै छैन। तपाईँ प्रष्ट हुनुहोस्, पोजिटिभ कुरा गर्नुहोस् न। दुईटै एक्जाम जुत्दैन, दुईटैमा म पास हुन्छु, कलेज पनि फर्स्ट, यता पनि फर्स्ट, राम्रो भयो नि त। त्यही भएर सकारात्मक ऊर्जा, सकारात्मक कुरा, सकारात्मक विचार मनमा ल्याउने अधिकार छ, संविधानमै प्रत्याभूति छ। नकारात्मक कुरा गर्ने कुरा संविधानमा पनि प्रत्याभूति छैन, तपाईँ कसरी गर्नुहुन्छ है? त्यही भएर यो फ्रस्ट्रेसन्सका कुराहरू, यो डिप्रेसन्सका कुराहरू यो एटलिस्ट युथमा नल्याउनुहोस् न। मर्ने हो भने नि 55 पछाडि 60 पछाडि मर्नुहोस् क्या। झुन्डेरै मर्ने हो भने 60 पछाडि मर्नुहोस् न। तपाईँका परिवार पनि चिन्तित हुँदैनन्। 20-25मै डोरी लाउने, 30मै डोरी लाउने, तपाईँलाई यो अधिकार छैन है। विचार गर्नुहोस्। तपाईँलाई बाबुआमाले जन्माएर 25 वर्षको बनाउनु भनेको उनीहरू 50 वर्ष पछाडि तपाईँसँग रिटर्न खोज्दैछन् है। तपाईँलाई 25 वर्षको उमेरमा बनाउनुको उद्देश्य भनेको बाबुआमाले उनीहरू 60 पछाडि रिटर्न खोज्दैछन् क्या। त्यो रिटर्न दिनु पर्दैन? तपाईँ जिम्मेवारी छैन? जिम्मेवारी नभइकन यो संसार बिदा भएर जाने? त्यो नेगेटिभ कुरा नगर्नुहोस् है। यो कुरा चाहिँ तपाईँले दिमागमा राखिहाल्नुहोस् र फ्रस्ट्रेसन्स, डिप्रेसन्सका कुराहरू एटलिस्ट दिमागबाट हटाउने प्रयास गर्नुहोस्। हटाएन भने मसँग काउन्सिलिङ लिनुहोस्, यो विभिन्न माध्यमबाट मसँग सम्पर्क गर्नुहोस्। कोही चिन्तित हुन्छ, डिप्रेसन हुन्छ, पानी खाइरहनुपर्छ, दबाई खाइरहनुपर्छ, मुटुको धड्कन ढुकढुक 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 हुन थाल्यो भने मसँग सम्पर्क गर्नुहोस्, म तपाईँलाई त्यो ठिक गरिदिन्छु। म तपाईँलाई यो उपयुक्त सल्लाह दिन्छु। अब यो सबै कुरा चाहिँ प्रिपरेसनको दौरानमा तपाईँले ध्यान दिनुपर्ने कुराहरू हो क्या। त्यही भएर कि प्रिपरेसन्स गर्दै नगर्नुहोस् है, मैदानमै नआउनुहोस्, ढुक्क गर्नुहोस् न। अरू धेरै विकल्प छ नि जीवनमा। भगवानले पठाइसकेपछि एउटा बाटो चाहिँ धेरै पठाउँछ क्या। तर आउनुभयो मैदानमा आएपछि त डटेर लड्नुहोस् न यार। मैदानमा आइसकेपछि त राम्रोसँग खेल्नुहोस् न यार। खेल राम्रोसँग खेल्दा खेल्दै हारो भने के हुन्छ? ओहो फलानु टिम कति राम्रो खेलेको थियो, हारो। खेल झुरपट्यास भएर चाहिँ 12वटा गोल खाएर हारो भने के भन्छ? सबै खेलाडीलाई सन्यास लिनुपर्छ भन्छ नि। हामी ती क्रिटिसिजम गर्छौँ नि। कोही बेला हार्दा पनि ओहो शान साथ हारो भन्छौँ, जित्दाखेरि पनि गए गुज्रे तरिकाले जितो भन्छौँ। तर जित्दाखेरि वा हार्दाखेरि पनि शानसँग हार्ने जित्ने गर्नुहोस् क्या जीवनमा। त्यो तपाईँलाई चिन्तित छ भने यो के छ भने तपाईँ यो नेगेटिभ भाइब्स आइरहेछन् दिमागमा भने पहिलो कुरा नेगेटिभ भाइब्स हटाइहाल्नुहोस् न। तपाईँ नेगेटिभ भाइब्सको लागि धरतीमा टिकेकै होइन क्या, पोजिटिभ भाइब्सको लागि टिके हो। तपाईँको रेस्पोन्सिबिलिटी धेरै छ यार।
तपाईँको रेस्पोन्सिबिलिटी टुवर्ड्स प्यारेन्ट्स, रेस्पोन्सिबिलिटी टुवर्ड्स फ्युचर चाइल्ड, रेस्पोन्सिबिलिटी टुवर्ड्स सोसाइटी, रेस्पोन्सिबिलिटी टुवर्ड्स नेसन, रेस्पोन्सिबिलिटी टुवर्ड्स योर गुरु, रेस्पोन्सिबिलिटी टुवर्ड्स योर कलेज, रेस्पोन्सिबिलिटी टुवर्ड्स योर सोसाइटी एन्ड एभ्री एस्पेक्ट। यत्रो बित्ति रेस्पोन्सिबिलिटी छोडेर तपाईँ क्विट गर्ने? यस्ता कुरा नगर्नु।